अध्याय 8। मलाई पुनरुत्थानको बारेमा सिकाउनुहोस्। बाइबलले भन्दछ, म विचार गर्दछु कि हामीमा जुन महिमा प्रकट गरिनेछ त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन्। रोमी 8:18। अनि यसले भन्छ, यदि यस जीवनको लागि मात्र ख्रीष्टमा हामीले आशा राखेका हौं भने हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुन्छौं। 1 कोरिन्थी 15:19। भाइ हो, के तपाईँ परमेश्वरको अनन्त राज्य र मृत्युपछि पुनरुत्थानमा विश्वास गर्नुहुन्छ? यदि गर्नुहुनेछ भने विश्वसनीय प्रमाण के छ? 09:5 पत्रुसको स्वीकारोक्ति सुनेपछि येशूले के भन्नुभयो? मत्ती 16:21। उहाँ कसरी यरुशलेममा जानुपर्छ र धर्मगुरु र मुख्य पुजारीहरू र शास्त्रीहरूबाट धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी उहाँले त्यस बेलादेखि आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो। अन्ततः तिनीहरूले येशूको हुनुहुन्छ भनी थाहा पाए, त्यसैले येशूले तिनीहरूलाई आफू किन आउनुभयो भनी बुझाउनुभयो। येशूको हुनुहुन्छ? उहाँले मेरो लागि के गर्नुभयो? यी दुई कुराहरू नै 4 सुसमाचारका पुस्तकहरूले हामीलाई बताउन चाहेका मुख्य बुँदाहरू हुन्। 09:6 येशूले आफ्नो मृत्यु र पुनरुत्थानको बारेमा कति पटक भन्नुभयो? मत्ती 16:21। उहाँ कसरी यरुशलेममा जानुपर्छ र धर्मगुरु र मुख्य पुजारीहरू र शास्त्रीहरूबाट धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी उहाँले त्यस बेलादेखि आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो। मत्ती 17:23। अनि तिनीहरूले उसलाई मार्नेछन्, तर तेस्रो दिनमा ऊ जीवित भई उठ्नेछ अनि तिनीहरू अत्यन्त दुखित भए। मत्ती 20:19। उसलाई गिल्ला गर्न, कोर्रा लाउन र क्रुसमा टान्न भनी तिनीहरूले उसलाई अन्य जातिहरूका हातमा सुम्पनेछन् र तेस्रो दिनमा ऊ जीवित भई उठ्नेछ। 09:7 पुरानो करारले येशूको पुनरुत्थानको बारेमा कसरी अगमबानी गरेको छ? भजन सङ्ग्रह 16:10। किनभने तपाईले मेरो प्राणलाई चिहानमा छोड्नुहुने छैन, न त तपाईले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। प्रेरित 2:25 अनुसार येशूको पुनरुत्थानद्वारा यो अगमबानी पूरा भयो। 09:8 चिहानमा गएका चेलाहरूलाई स्वर्गदूतहरूले के भने? मत्ती 28:6। उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभयो बमोजिम उहाँ जीवित भई उठ्नु भएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर। 09:9 मृत्युको शक्ति भएको शैतानलाई येशूले केद्वारा नष्ट गर्नुभयो? हिब्रू 2:14। किनकि छोरा छोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो, ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकोलाई अर्थात् डियाबलसलाई उहाँले नष्ट गरून्। यदि येशू मारिनु भएको तर मृत्युबाट पुनरुत्थान नहुनु भएको भए उहाँ शैतानको कब्जामा परे जस्तै हुने थियो। 1 पावलले पुनरुत्थानको बारेमा के प्रमाणित गरे? 1 कोरिन्थी 15:12-13। 12 मृतकहरूबाट ख्रीष्ट पुनरुत्थान हुनुभयो भनी प्रचार गरिन्छ भने कसरी तिमीहरूमध्ये कसैले मृतकको पुनरुत्थान हुँदैन भनी भन्न सक्छौ? 13 तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने त ख्रीष्ट पनि मृतकबाट पुनर्जीवित पारिनु भएको होइन। 101 मरेकाहरूबाट पुनरुत्थान हुनुहुँदा ख्रीष्ट के बन्नुभयो? 1 कोरिन्थी 15:20। वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभएको छ। सुतिजानेहरूमध्येमा उहाँ चाहिँ प्रथम फल हुनुहुन्छ। जसरी येशूले क्रुसमा पूरा भयो भन्नुभयो, जसले गर्दा मन्दिरको पर्दा 2 भागमा च्यातियो, उहाँले मुक्तिको ढोका खोल्नुभयो। अनि मृत्युबाट पुनरुत्थान हुनुहुँदा उहाँ सुतेकाहरूमध्ये पहिलो फल बन्नुभयो। 102 त्यसकारण यदि ख्रीष्ट मृत्युबाट पुनरुत्थान नहुनु भएको भए के हुने थियो? 1 कोरिन्थी 15:17-18। 17 ख्रीष्ट पुनर्जीवित पारिनु भएन भने तिमीहरूको विश्वास व्यर्थ छ र तिमीहरू अझसम्म आफ्ना पापमा नै छौ। 18 तब त ख्रीष्टमा सुतिगएकाहरू पनि नष्ट भएका छन्। ख्रीष्ट पछिका मात्र होइन, तर ख्रीष्ट अघिका विश्वासीहरूको विश्वास पनि व्यर्थ हुने थियो र तिनीहरूको पुनरुत्थान असम्भव हुने थियो। त्यसकारण येशू ख्रीष्टको पुनरुत्थानले ख्रीष्ट अघि र पछिका सबै विश्वासीहरूको पुनरुत्थानको सुनिश्चितता दिन्छ। हिब्रू 11:13।
प्रतिज्ञा गरिएको कुरा प्राप्त नगरी यिनीहरू सबै विश्वासैमा मरे, तर टाढैबाट त्यसलाई देखेर स्वागत गरी तिनीहरूले मानिलिए कि तिनीहरू यस पृथ्वीमा परदेशी र प्रवासी थिए। 103 पुरानो करार अनुसार स्वर्गमा उठाइनु भएपछि येशू कहाँ हुनुहुनेछ? भजन सङ्ग्रह 110:1। परमप्रभुले मेरा प्रभुलाई भन्नुहुन्छ, तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिन। 104 नयाँ करारले यस तथ्यमा सबैभन्दा बढी जोड दिन्छ कि येशू परमेश्वरको दाहिने हातपट्टि बस्नु भएको छ। यसले के गवाही दिन्छ? रोमी 8:34। दण्डको आज्ञा दिनेको हो। मर्ने त ख्रीष्ट येशू हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ। कलस्सी 3:1। यसकारण यदि तिमीहरू ख्रीष्टसँग जी उठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्ट हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नुभएको छ। हिब्रू 12:2। हाम्रा विश्वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौँ, जसले उहाँको सामुन्ने राखिदिएका आनन्दको निम्ति अपमानलाई केही जस्तो नठानी क्रुसको कष्ट भोग्नुभयो र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। 1 पत्रुस 3:22। उहाँ स्वर्गमा जानुभयो र स्वर्गदूतहरू, अधिकारहरू र शक्तिहरूलाई बसमा पारी परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्छ। 105 सुसमाचार प्रचार गरेको कारण ढुङ्गाले हानेर मारिएका स्टिफनसले येशू ख्रीष्टलाई कहाँ देखे? प्रेरित 7:56। तिनले भने, हेर, स्वर्ग उग्रेको म देख्छु र मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि उभिरहनु भएको म देख्दछु। 106 मण्डलीलाई सताउने सावल कसरी एक प्रचारक बने? प्रेरित 9:3-4। जब साउल यात्रा गर्दै दमस्कसको नजिक पुगे, अचानक स्वर्गबाट एउटा ज्योति तिनको वरिपरि चम्क्यो। 4 तिनी भुइँमा लोटे र तिनले यसो भन्ने स्वर सुने, साउल, साउल, तिमी किन मलाई सताउँछौ? 107 यूहन्ना 14 येशूले क्रुसमा टाँगिनुभन्दा अघिल्लो रात आफ्ना चेलाहरूलाई भन्नुभएका कुराहरू हुन्। उहाँले के भन्नुभयो? यूहन्ना 14:2। मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्। त्यसो नभए के म तिमीहरूलाई भन्ने थिएँ र कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु? यदि होइन भने, अर्थात् यदि मृत्युपछिको जीवन नै नभएको भए उहाँले तपाईलाई बताइदिनुहुन्थ्यो। 108 यसकारण हाम्रो पृथ्वीको वासस्थानरूपी पाल भत्कियो भने, अर्थात् मृत्युपछि के हुनेछ? 2 कोरिन्थी 5:1। किनभने हामी जान्दछौँ कि हामीले बास गरेको यो पार्थिव शरीर ढली गए तापनि स्वर्गमा अनन्तसम्म रहने परमेश्वरले दिनुभएको हाम्रो घर छ, जो हातले बनाइएको होइन। के तपाईँ पुनरुत्थानको आशामा विश्वस्त हुनुहुन्छ?